हेलो गाइज, नमस्ते सम्पूर्णमा। आज हामी मेरो छोरी र म खेतमा डुलिरहेका छौँ। छोरी नमस्ते भन। के छ, सन्चै छौ? ल अब हामी लाग्यौँ खेततर्फ। छोरी अगाडि अगाडि बढ्दैछिन्। बिस्तारै जाऊ है, गेहूँ पाकेर काट्ने बेला भइसक्यो। उता पर काटिसकेछ। मैले छोरीलाई घरमा छोडेँ किनकि खेत टाढा थियो। म हाम्रो खेतमा पुग्ने बित्तिकै मेरो नजर दुईटा मान्छेमा जान्छ। को होलान् भनेर सोचेको त मम्मी र भाइ पहिलेदेखि नै आएर काम गरिरहेका रहेछन्। र त्यसपछि मम्मीलाई पानी प्यास लागेको थियो र मैले मम्मीलाई पानी लिनु पठाएँ र भाइसँगै म पनि मुसु निकाल्नमा जुटेँ। हाम्रो खेतमा आधा मसुरको दाल र आधा गहुँ खेती लगाएको थियो र गहुँ पनि पाकिसक्यो। अब 2-4 दिनमा काट्नुपर्छ। तराईको सबै भागतिर गहुँ पाकिसक्यो र अबको 10-15 दिनभित्र गहुँ काटेर सिद्धिन्छ।